एक दिन विशाल जङ्गलको छेउमा बस्ने एक एक्लो सिंह पानी खोज्दै नदी किनारतिर पुगेको थियो। त्यही बेला उसको नजर नदीको दोस्रो किनारामा घाँस चरिरहेकी शान्त र दयालु गाईमा पर्यो। गाईको सरलता र कोमलता देखेर सिंहको मन पहिलोपटक नरम भयो। डराउँछ कि भनेर गाई अलि टाढा सरी, तर सिंहले कोमल स्वरमा भन्यो, डर नमान, म तिमीलाई केही गर्न आएको होइन। गाईलाई सिंहको स्वरमा सच्चाई र पीडा दुवै महसुस भयो। उनी एक्लो थिए, जङ्गलमा साथी नभएको उनले थाहा पाइन्। त्यसपछि उनीहरूमध्ये बिस्तारै मित्रता बढ्दै गयो। सिंह गाईलाई जङ्गलका सुन्दर ठाउँ देखाउँथ्यो, गाई सिंहलाई शान्ति र धैर्य सिकाउँथे। एक दिन जङ्गलमा ठूलो आग लागि भयो। सबै जनावर भाग्दै थिए, गाई फसेकी थिइन्। सिंहले बिना सोच आगोमा हाम फालेर गाईलाई काँधमा बोकेर सुरक्षित स्थानमा ल्यायो। त्यस दिन गाईको आँखामा सिंह सामान्य शिकारी नभई सच्चा रक्षक बने। आगो निभेपछि ढल्दै गएको सूर्यको उज्यालोमा गाईले भनिन्, सच्चो प्रेम रूप र शक्ति होइन, मनको सच्चाई हो। सिंह मुस्कुरायो, तिमीले मलाई बदल्यौ, आज म हिंसक सिंह होइन, तिम्रो साथी हुँ।